हेलो एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल रोशनी मोक्तान। आशा छ तपाईँहरू सन्चै हुनुहुन्छ होला, म पनि सन्चै नै छु। अनि यति भन्दै आजको भिडियो सुरु गरौँ। आज चाहिँ किन यसरी के भन्छ आज कतिपछि भ्लग आयो भनेर सोच्नु भइरह होला, किनकि आज चाहिँ एकदम स्पेसल दिन हो। स्पेसल मान्छेलाई लिन जान लागेको, त्यही भएर भ्लग बनाउँदैछु। नत्र भए त खासै बनाउँदिनँ, कहीँ जाँदिनँ। रेगुलर त के बनाउनु, त्यही गर्ने हो, बिहान उठ त्यही अनि त्यही भएर बनाउँदिनँ। कहीँ जानु पऱ्यो भने चाहिँ बनाउँछु भनेर सोचेको थिएँ। अनि आज आज तपाईँहरूले मेरो भ्लग हेर्न पाउनुहुन्छ। आज होइन, अब 1-2 दिनपछि बनाएको पछि। अनि अहिले चाहिँ म बिहान नुहाइधुवाइ गरेर रेडी भइसकेको छु। अनि अब म पसल जान्छु। अनि पसलबाट 11-12 बजीतिर निस्किन्छु। अनि त्यसपछि सामानहरू लिन्छु, के लिन्छु, अनि त्यो तपाईँहरूलाई पनि देखाउने छु कहाँ जानु लागेको भनेर। अब त्यहीँ गएर भेटौँला। ओके, बाई बाई। म चाहिँ यहाँ फ्रेम पसलमा आएको थियो फ्रेम बनाउनलाई, जुन चाहिँ पछि गएर फुटेछ, अलिकति चर्केछ। अनि यो मैले बुके 2टा बुके ल्याएको थिएँ मम्मीलाई र मलाई। अनि फ्रेम ल्याएको थिएँ। अनि म चाहिँ यतिखेर साथीको पसलमा बसिरहेको थिएँ, केकभित्र राखेर पठाउ कुर्दै थिएँ। अनि यति रस भएको हो कि अब चौरपातीदेखि बौद्धसम्म हिँड्दा थाकेर त्यहाँ बसेँ। अनि बल्ल पठाउ आएर अनि छिटो चढेर गएँ। धन्दै ढिलो भएको नि, धन्दै मान्छे नभेटेको हामीले, धन्दा अलिकति ठिक्कै टाइमिङमा चाहिँ पुगेछ। अब त्यहाँ गएर भेटौँला। आइसकेको छौँ। कस्तो लागिरहेछ मम्मी? खुसी लागिरहेछ। बुवा तपाईँलाई कस्तो लागिरहेछ? खुसी लाग्छ। चाहिँ यहाँ वेटिङमा बस्दैछ यताबाट। यहाँनिर चाहिँ आउनु भइसकेको छ। अनि यतिखेर चाहिँ मैले बोलेर किन बनाएन भने म खै बोली नै निस्केन कि मेरो यतिखेर। जस मैले भिडियो चाहिँ बनाइरहेको थिएँ, तर मेरो बोली निस्केन। हामीले चाहिँ त्यहाँ माथि क्यामेरामा हेरेरै थाहा पाइसकेको थियो कि आउँदैछ भनेर। अनि हामी छिटो उठेँ अनि आउनुभयो। यति ह्याप्पी भएको थियो कि। अब यहाँ हेर्नुहोस्, कस्तो लाग्दैछ त नेपाल आइपुग्दा? दाइलाई पनि ढोग्नुपर्छ नि आज। हेलो एभ्रिवान, म चाहिँ अहिले घर आइसकेको छु। अनि मसँग छ भने मलाई गिफ्ट आएको छ, DJI Pocket 3। यो चाहिँ सबसे भन्दा नै ब्लग बनाउनलाई एकदमै राम्रो हुन्छ अरे, भिडियोहरू बनाउनलाई भन्दो रहेछ। क्वालिटी एकदम राम्रो आउँदैछ, मैले किनकि चेक पनि गरिसकेको छु। अनि यो कसले ल्याइदिएको भनेर अभियसली तपाईँहरूलाई थाहा छँदैछ होइन, मैले भनिरहनु जरुरी छैन किन ल्याइदिनु भयो भने, किनकि मैले भर्खर भिडियो बनाउनु थालेको छु नि त। अनि भर्खर भिडियो बनाउनु थालेको छु। अनि यसले अझै राम्रो बनाओस्। अनि उहाँले भन्नुहुन्छ नि, म अब डेली कुरा गर्न नसके पनि, डेली भेट्नु नसके पनि भिडियो हेर्छु, म ब्लगहरू हेर्छु, त्यसबाट चित्त बुझाउँछु भन्नुहुन्छ कि। अनि त्यही भएर ल्याइदिनु भएको हो। अब तपाईँलाई म देखाउँछु। त्यसको चाहिँ यस्तो ब्याग आउँदो रहेछ। मैले चाहिँ यहाँनिर सबै सेट गरिसकेको थिएँ कि। यो चाहिँ यसको क्यामेरा कभर यहाँ मैले अन गरिसकेको छु। अनि यसलाई चाहिँ यस्तो फ्लिप गर्नुपर्छ। यसलाई अनि फेरि रन गर्नु
पर्पल आउँदो रहेछ अबदेखि तपाईँहरूले यो भिडियो मेरो क्वालिटी एकदम राम्रो देख्नुहुन्छ ल अहिलेलाई यसलाई बन्द गरिदिउँ होइन त्यस्तो गरेर चाहिँ यो आफै अफ हुन्छ अनि यसलाई चाहिँ फेरि यसरी कभरमा हाल्नुपर्ने हुन्छ यसमा आउँछ चार्जर अनि एउटा स्मल ब्याट्री अनि यो पनि अर्को पनि ब्याट्री नै हो यसको तल यसै अट्याच गरेर यो के अरे यस्तो समात्न नै काम लाग्छ तर अहिले यसो थिन भन्ने छ अनि त्यहाँपछि यहाँ आउँछ माइक हेलो हेलो अबदेखि चाहिँ मेरो आवाज तपाईँले क्लियर सुन्नुहुन्छ मैले सम्झेँ त माइक बोक्नलाई अनि यो हो यो चाहिँ के हो यो चाहिँ स्ट्यान्ड स्ट्यान्ड हो त्यो त पछि राख्छ है तपाईँलाई राखेरै देखाउनु पर्ने भन्ने त छैन होला यो चाहिँ कार्ड रहेछ मेमोरी कार्ड नै त होला नि तर यसको चाहिँ एक्स्ट्रा गर्नु किन्नुपर्ने थियो रहेछ त्यो चाहिँ किनेर ल्याइदिनु भयो यति हो क्यामेराको बारेमा चाहिँ यस्तो बक्समा आउँछ अनि अर्को छ क्युट टेडी कस्तो सफ्ट छ कस्तो क्युट थ्याङ्क यू सो मच कस्तो क्युट छ कि हेर्न आँखा पनि म जस्तै छ अरे कि म जस्तो चाहिँ केही पनि देख्दैन म जस्तै लाग्यो अरे क्युट अनि छ आर्मी टी सर्ट जुन मलाई मनपर्छ यो कलर त्यसैले ल्याइदिनु भएको मलाई यति भन्दै तपाईँहरूलाई अब मेरो भिडियो एकदम क्लियर राम्रो प्रष्ट सुन्ने देख्न पाउनुहुन्छ अबदेखि भोलिदेखिको भिडियोमा डेली ब्लग जस्तै नै हुनसक्छ यति भन्दै आजको ब्लग चाहिँ यहीँ इन्ड गर्न चाहन्छु तर डोन्ट फर्गेट टु like, subscribe and comment my channel, share my channel, okay? Okay, bye bye, see you soon.